मेरै जातकोले त झनै गर्व गर्नुहुन्छ अभियसली तिमीले गर्दा हाम्रो जातको नाम ठुलो भएको छ तल मानिने जात अहिले बढेर हामीलाई सबैले रेस्पेक्ट टाउको ठाडो पार्ने एउटा बजा भएको छौ तिमी हैन मलाई यो भन्नुहुन्छ कि रियलमै भन्नुहुन्छ हामी नेपाली सबैजना राम्रो छौँ हैन म त यही भन्छु जातभातको चिजमा कहिले पनि नलागौँ धर्म आफ्नो ठाउँमा छ धर्मलाई मान्नुपर्छ हैन बच्चाहरू सबै यस्तै हुन्छ कि म मात्रै यस्तो थिएँ भनेर सोध्छु कि म कहिले डाकिनीबाट हिँडेर दमकसम्म खाली खुट्टे हिँड्थेँ क्या खाली खुट्टे है ढुङ्गाको बाटोमा खाली खुट्टे न चप्पल न केही अहिले हिँड्नु त सक्दै सकिँदैन भोकको अर्थ सिकायो हैन अनि मायाको अर्थ सिकायो अनुग्रह ज्वेलर्स शुद्ध सुनको ग्यारेन्टी काठमाडौँ ज्वेलर्स परिवारसँग परिवार जोड्दै गोर्खा मिनी मार्केट स्विन्डन युके विगत 16 वर्षदेखि तपाईहरूको विश्वास जित्दै अगाडि बढ्दै सो अब ठ्याक्कै त्यो बेलामा जाम न हैन जुन बेला चाहिँ अशोक हैन ट्रेलरमा पनि अहिले मनबिनाको धनमा पनि देखाइएको छ र दर्शकहरू सबैले देख्नु भएको छ हैन त्यो बेलाको अशोक र यो बेला हेर्नु त त्यो बेला हामीलाई देख्दाखेरि कस्तो लाग्थ्यो है अनि अहिले चेन्ज भएको देख्दाखेरि अशोक हैन साच्चै कि कस्तो थियो मान्छे कस्तो भयो भन्ने हुन्छ के जहिले पनि हैन बच्चा बेलामा जो पनि अब चकचक त भइ नै हाल्छ तर पनि त्यो बेलाको एज अनि त्यसपछि अनि त्यो बेलाको एज अलिकति त्यो टाइम सम्झिम न कस्तो थियो एकदमै दाइ एकदमै चकचके थिए हैन अहिले आफै पनि भिडियोहरू हेर्छु अनि आफैलाई पनि हैन बच्चाहरू सबै यस्तै हुन्छ कि म मात्रै यस्तो थिएँ भनेर सोध्छु कि जस्ट उमेर अनुसार सबै चिज सिकिन्छ बुझिन्छ अर्थ थाहा हुन्छ यो गर्नु हुँदैन त्यो गर्नु हुँदैन भन्ने सबै माइन्डमा आउँछ बच्चामा त म मात्र हैन तपाईहरु पनि 100 गुणी नै हुनुहुन्थ्यो होला पहिले हैन हरेक जना अब कोही चकचकै नगरी पनि बस्न सक्ने हुनुहुन्थ्यो होला कोही चकचकै नगरिकिन बस्नै नसक्ने हुनुहुन्थ्यो होला हैन आफ्नो आफ्नो मेमोरी पलहरु हुन्छ हैन त्यही ओके त्यो बेलामा टर्निङ पोइन्ट चाहिँ हैन ठ्याक्कै किन भन्दाखेरि डेली रुटिन जस्तै थियो अब अशोक चाहिँ एक ठाउँमा जाने गीत गाउने भन्ने हुन्थ्यो नि त तर त्यो एउटा भिडियोको कारणले गर्दाखेरि भनौँ न अझ हैन त्यो परिवर्तन आयो नि हैन त्यो दिन कस्तो थियो अलिकति एकदम दाइ याद छ किन याद नहुनु भन्नुहुन्छ भन्दाखेरि यो जुन हुन्थ्यो नि दाइ म कहिले डाकिनीबाट हिँडेर दमकसम्म खाली खुट्टे हिँड्थेँ क्या खाली खुट्टे है ढुङ्गाको बाटोमा खाली खुट्टे न चप्पल न केही अहिले हिँड्नु त सक्दै सकिँदैन कस्तो गाह्रो हुन्छ त्यो खुट्टालाई चप्पल नहुँदाखेरि मजा आउँथ्यो कि ढुङ्गामा हिँड्दा तातोमा हिँड्दा हैन अहिले हिँड्नु त सकिँदैन हैन एकदमै अनि कहिले चाराली पुग्दिन्थे है त्यो गाउँदै गाउँदै जाँदाखेरि त्यो सर्फेसमा जाने कस्तो के दाइ ट्रस्ट लाग्दैन होला अहिले यहाँ गफ हाने जस्तो हुन्छ होला गफ हाने जस्तो हुन्छ होला रियलमै के दाइ कहिले बिर्ता मोड कहिले चाराली अहिले पनि सबैलाई थाहा छ हैन त्यो चारालीतिर कतिलाई थाहा छ हैन म हिँडेर पुग्थेँ के हिँडेर पुग्थेँ दाइ मलाई चारालीको चप्पा ठाउँ थाहा छ बजारदेखि हैन बिर्ता मोडको सोध्नुहुन्छ भने दमककै सोध्नुहुन्छ भने त्यो टाइममा मैले नगएको ठाउँ कुनै पनि छैन के त्यहाँ अहिले पनि भिड लाग्छ म गयो भने अभियसली अहिले त किन भन्देखि कति मान्छे इन्स्पायरको रूपमा लिन्छ नि त अशोकलाई अनि यो फिल्मको पोस्टर टाइममा पनि म आफै गएँ दाइ आफै मास्क लाइन केही लाइन हैन आफ्नो सेप भन्ने त सेप हुन्छ नि केही गरिन दाइ मास्क पनि लाथिन हाम्रो शङ्कर दाइ म अरु लगायत समीर दाइहरू हुनुहुन्थ्यो गयौँ ओके
बिर्तामोडबाट स्टार्ट गर्दै पोस्टरहरू लगाउँदै आयौँ। अझै पनि माया गर्नेहरू यो भाइलाई यत्रो देखेको थिएँ अहिले यस्तो भयो भाइ गर्वको कुरा लाग्छ हामीलाई भन्नुहुन्छ। चारलीमा त्यति नै माया गर्नुहुन्छ, दमकमा त्यति नै माया गर्नुहुन्छ होइन। अझै मेरै जातकोले त झनै गर्व गर्नुहुन्छ अभियसली। मेरै जातकोले भाइ तिमीले गर्दा हाम्रो जातको नाम ठुलो भएको छ होइन। त्यो तल मानिने जात अहिले बढेर हामीलाई टाउको ठाडो पार्ने एउटा बजा भएको छौ तिमी होइन। मलाई यो भन्नुहुन्छ कि रियलमै भन्नुहुन्छ क्या, तिमीले गर्दाखेरि हाम्रो जातको एकदमै उयो भएको छ भनेर भन्नुहुन्छ क्या। कहिलेकाहीँ अशोकलाई त्यस्तो लाग्थ्यो समाजमा चाहिँ त्यो तल्लो जात माथिल्लो जात भन्ने त्यो एउटा हाम्रो समाजमा साह्रो नराम्रो कुरीति छ नि अशोक होइन। त्यो बालापनमा अशोकलाई त्यो फिल हुन्थ्यो? एकदम दाइ एकदमै फिल हुन्थ्यो है, एकदमै फिल हुन्थ्यो। यो फिल हुने नै कुरा हो होइन। अब सबैको आफ्नो आफ्नो धर्म हुन्छ नि, आफ्नो आफ्नो धर्म हुन्छ। अलिकति थोरै माइक अलिकति थोरै तान्नु ल। तर यस्तो हुन्छ दाइ, ओके हामीले काट्यौँ भने हामी सबैको रातो नै रगत छ होइन। एक्ज्याक्टली ट्रु होइन ट्रु एकदमै। हामीले जस्तै मैले भात हजुरले भात खानुहुन्छ भने मैले त धानको खोस्टा खाने होइन होला, हामी भातै खान्छौँ होइन। एक्ज्याक्टली हामीले गर्ने त सबै सेमै हुन्छ नि। एक्ज्याक्टली सबै अनि हामी मान्छे हामी सेमै, हाम्रो फरक एउटा रूप फरक होला हामी होइन। कोही के भएर जन्मिन्छौँ होला, कोही के भएर उयो हुन्छ होला, तर मान्छे त एउटै हो नि त। एक्ज्याक्टली। अनि भगवान पनि फरक होइन दाइ होइन, धर्म एउटै हो नि त, हो कि होइन। हामीले पूजा गर्ने एउटै हो नि, धर्म पनि एउटै हो। त्यही कारणले गर्दाखेरि त्यो टाइममा थियो होला। अहिले यो हाम्रो यो युगमा अहिले यो सायद सबैले पनि बुझेको कुरा हो। उदाहरण पनि अहिले धेरैको छ। टङ्क दाइ जस्तै टङ्क दादाले मलाई गर्नुभएको छ, त्यस्तै उदाहरण अझै कतिको छ होइन। म जस्तो अझै पनि कतिजनाले घरमै लिएर पनि राख्नु भएको होला। अहिले समाज त्यस्तो छैन, समाज कहाँबाट कहाँ पुगिसक्नु भएको छ भन्ने मेरो एउटा यो छ देख्दाखेरि होइन। तर अझै पनि कति हुनुहुन्छ होला होइन, अझै पनि न्युजहरू आइरहेको हुन्छ। यसले यो 81 यो भएर मर्नुभयो, घरबाट निकाल्नुभयो होइन, छोराले आमालाई उयो गर्यो कुट्नुभयो भनेर यस्तो न्युजहरू आइरहेको हुन्छ। पक्कै पनि यस्तो न्युज चाहिँ नआओस् होइन। हाम्रो समाज, हाम्रो नेपाल भनेको एउटा राम्रो देश हो होइन। त्यही भएर त बाहिर देशबाट हेर्नु न, बाहिर देशबाट हाम्रै देश हेर्नलाई यही पहाड होइन, त्यही झरना हेर्नलाई कता कताबाट आउनुहुन्छ होइन। यस्तो राम्रो देशलाई नराम्रो नगरेर त्यसरी एउटा परिणामित नगरौँ होइन। हामी नेपाली सबैजना राम्रो छौँ होइन। म त यही भन्छु, जातभातको चिजमा कहिले पनि नलागौँ। धर्म आफ्नो ठाउँमा छ, धर्मलाई मान्नुपर्छ, धर्मलाई नमान्नु भनेको होइन होइन। तर जे होस् आफ्नो उयो मन छु यो त्यही होइन त्यही हो। अब सोच्नुहुन्छ होला मान्छे यति सानो छ कुरा चाहिँ कति ठुलो गरेको भन्नुहुन्छ होला होइन। मनमा लागेको कुरा भनेको, किनभने ठुलोले नबुझ्नु होला मेरो कुराहरू होइन। तर हजुरहरूको एउटा साना साना छोराछोरीले यो कुरा मेरो एजको उमेरकोहरू साथीभाइहरूले बुझ्नुहुन्छ होला, किनभने सिक्नुपर्ने कुरा हो होइन। हजुरहरूको अगाडि, मेरो दर्शकहरूको अगाडि त म सानै छु। सो अब हिजो टेक्निकल इरोडले गर्दाखेरि हाम्रो संवाद यस्तो बवाल भइरहेको थियो अशोक होइन। फेरि रिपिट गर्नु पर्यो। सो हाम्रो कुरा निरन्तर जारी रहनेछ। हाम्रो ठ्याक्क कहाँनिर कुरा पुगेको थियो जस्तो लाग्छ? अब त्यो कुरा त मलाई पनि याद भएन हौ दाइ। ठ्याक्कै हामी कहाँनिर थियौँ थाहा छ? अशोकको चाहिँ त्यो सङ्घर्षको टाइम थियो नि, कहाँसम्म हिँडेर चाहिँ आफू पुग्छ भन्ने होइन, कति ठाउँहरूसम्म पुग्ने होइन। त्यो कुरा एकदम मनको फिलको कुरा भइरहेको थियो कि मजा भइरहेको थियो। अलिकति सम्झिनु त्यही कुरामा जोड। बिर्तामोडसम्म हिँडेर चारलीहरूसम्म हिँड्नु जान्थ्यो भन्दाखेरि गफ भने जस्तो हुन्थ्यो होला। मतलब पुरै हिँडेर त त्यो उयो भन्न खोजेको होइन मैले, तर त्यसरी खाली खुट्टे आधी बाटोसम्म हिँड्दै फेरि बस्दै
थाक्दै होइन त्यसरीसम्म हिँडेको छु। त्यो लागि हिँडेर जानलाई हाम्रो लागि त कमन कुरा भइसकेको थियो है। त्यो दिनहरू सम्झिँदाखेरि अहिले चाहिँ कस्तो लाग्छ? किनभनेदेखि अहिले त्यही ठाउँमा अशोक फेरि स्टार भएर पुगेको छ होइन। त्यहाँनिर जाँदाखेरि अहिले अशोक जस्तो बन्न चाहने मान्छेहरू फेरि अहिले सानो सानो नानी बाबुहरू देख्छ नि त आफूले होइन। एकदमै दाइ एकदमै यो मेरो लागि एकदमै चुनौती कुरा हो होइन। अनि फेरि मबाट धेरैजनाले सिक्नुहुन्छ होइन। म जस्तो धेरै बन्न खोज्नुहुन्छ होला होइन। म त यही नै भन्न चाहन्छु सबैजनाले बेस्ट ट्राई गर्नु, आफ्नो पढाइलाई कहिले नछोड्नु। शिक्षा नै आफ्नो लागि ठुलो कुरो हो। अरू त अब आफ्नो ड्रिमलाई पछि गएर प्यारेन्ट्सलाई पनि यही भन्न चाहन्छु, छोराछोरीको जे ड्रिम छ त्यसमै फोकस गराउनु होला। वाउ, ओके। अब अहिले पनि बाल्यकालै छ, तर त्यो बेलाको बाल्यकालमा होइन अशोकले महत्त्वपूर्ण त्यो बेलामा सिकेको कुरा चाहिँ के हुन्थ्यो? त्यो बेलाको त अब सिकाइ के थियो जस्तो लाग्छ? सिकाइ त केही नै थिएन दाइ त्यो टाइममा चाहिँ। तर जिन्दगीले केही न केही त सिकाइ नै रहा हुन्छ। सिकायो भनेको सिकाउन त सिकायो, भोकको अर्थ सिकायो। ओके, भोकको अर्थ सिकायो होइन। अनि मायाको अर्थ सिकायो होइन। बुझाउने कोही थिएन, नबुझाउने मान्छेको अर्थ सिकायो होइन। त्यस्तो त धेरै नै छ दाइ। दुःख नपाएको चिज त के नै छ र है। ओके, अब त्यो टाइममा सबैभन्दा धेरै दैनिकीमा होइन हुन्छ नि सम्झिने अहिलेको टाइममा चाहिँ के कुरा हुन्छ होइन। किनभनेदेखि मान्छेहरू हजारौँ किसिमको दिनमा मान्छेहरू भेटिन्छ हामीले होइन। अहिले पनि त सर्फेस आफ्नो आफ्नो हुन्छ। किनभनेदेखि यो समयमा के हुन्छ भनेदेखि कोही मान्छे कसैको लागि रोकिँदैन। हजुर, तर पनि अशोकको गीतको लागि कोही न कोही मान्छे रोकिन्थ्यो नि। अशोकको स्वरको लागि रोकिन्थ्यो क्या। पक्कै पनि। अहिले पनि मलाई कति म्यासेजहरू गरिरहनुहुन्छ वाट्सएप मेसेन्जरमा। अझै पनि कति बाबु म तिम्रो गीत हेरेर रोएँ भनेर मेसेज गर्नुहुन्छ। मेरै एउटा फ्यान हुनुहुन्छ पारस गोगो भन्ने। ए ओके ओके, पक्कै पनि तपाईँहरूले फेसबुकतिर हेर्नु भएको होला। उहाँको हेयर कटहरू नेपालको लागि फरक फरक हुन्छ। उहाँ सुरुङ्गामा पानी दिने सर्भिस काम गर्नुहुन्छ। ए ओके, उहाँ एकचोटि विदेश गएर आइसक्नु भएको छ। अहिले नेपालमै बसेर के गरौँ भन्ने सोचले होइन। उहाँ मेरो घरमा आउनुहुन्छ, मम्मी बाबालाई सरसफाइ सिकाउनुहुन्छ। यसरी छोरा यस्तो भएको छ, तपाईँहरूले सरसफाइमा ख्याल राख्नुपर्छ भन्दै आफै चढेर फ्यानहरू सफा गर्नुहुन्छ, गिस्लिङ माथिको त्यो सफा गर्नुहुन्छ होइन। पक्कै पनि एउटा फ्यान मेरो प्रतिको एउटा माया हो। एकदमै ट्रु। त्यतिसम्म माया देखाउनुहुन्छ। पक्कै पनि मेरो गीत सुनेर सधैँ एकचोटि घरमा आएपछि भाइ म तिम्रो गीत हेर्दै सधैँ रुन्छु भन्नुहुन्छ। त्यस्तो दर्शकहरू त कति हुनुहुन्छ, सबैजना नै पक्कै पनि गीत सुनेपछि एकचोटि चाहिँ रोकिनुहुन्छ। किनभने पछि गएर मन बिनाको धन ठुलो कि जब मेरो समय पनि सकिन्छ त्यो टाइममा चाहिँ इतिहास रहनेछ। वाउ, एकदमै ट्रु। अनुग्रह ज्वेलर्स, शुद्ध सुनको ग्यारेन्टी। गोर्खा मिनी मार्केट स्विन्डन युके विगत 16 वर्षदेखि तपाईहरूको विश्वास जित्दै अगाडि बढ्दै। काठमाडौँ ज्वेलर्स, परिवारसँग परिवार जोड्दै।